त्यसैगरी यस कार्यक्रममा तपाईहरुसँग कुनै पनि प्रकारका रचना कला छ भने हामीलाई सम्पर्क गरे शीतल दिनी छायाले कुरा बुझ्देऊ मायाले शीतल दिनी छायाले आचार्य बेलाय छ विनर घोषित हुनुभएका सन्तोष भण्डारी म्युजिकल चेयरको प्राइस पनि 500 नै थियो उहाँलाई धेरै धेरै बधाई त्यस्तै गरी आजको बिङ्गोको ठुला विनर अजित अधिकारी उहाँलाई रु 2500 सहित पुरस्कार वितरण गरिदिनु हुनको निमित्त अनिल दाइलाई नै हार्दिक अनुरोध गर्दछु। काठमाडौँ इकाइका सदस्य श्री सुमन शर्माज्यूलाई यस इकाइको निर्णय अनुसार औषधि प्रवर्धनको पेशामा निरन्तर 15 वर्षसम्म कार्य गरी यस संस्था साथै पेशालाई पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै आजीवन सदस्यता पत्र सहित सम्मान गरिएको छ। भविष्यमा तपाईहरूले यस संस्था र पेशालाई निरन्तर साथ सहयोग सल्लाह र सुझावहरू दिनुहुनेछ भन्ने विश्वास गर्दै तपाईको उज्जवल भविष्यको कामना गर्दछौँ भन्ने बेहोराको प्रमाणपत्र रहेको छ। यो प्रमाणपत्र दिइदिनु हुनको निमित्त आनेमा सर धन्यवाद चाहन्छु। मलाई अस्ति जस्तो लाग्छ 2006 जुन 6/6/2006 अस्ति जस्तै लाग्छ। ऱ्याप्टोकोसको त्यो ठुलो झोला बोकेर म फिल्डमा हिँडेको। मेरो साथीहरू पनि यहीँ हुनुहुन्छ, त्यो बेलाका सहपाठी सहकर्मी साथीहरू। शोभा हो, त्यसैले सबैले एकदम इनर्जेटिक पाराले ताली बजाएर सम्मानित हुनुहुने आदरणीय दाइहरूलाई पनि एउटा तालीको गडगडाट र मेरो अग्रजहरूलाई पनि मेरो हार्दिक नमन छ। र एनएमएसआरए काठमाडौँ युनिटलाई चाहिँ यो सम्मान जुन उहाँहरूले प्रदान गरिरहनु भएको छ प्रत्येक वर्ष, त्यो चाहिँ एकदम उदाहरणीय कार्य हो। यसलाई चाहिँ कन्टिन्युटी राख्नु होला हजुरहरूले र यो सम्मानको लागि चाहिँ हजुरहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। खेल्नु हुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। त्यस्तै गरी आजको यस कार्यक्रममा म्यानेजर अवार्डबाट सम्मानित हुने मध्येका तथा एनएमएसआरए संस्थामा आबद्ध भएपछिको तिता मिठा अनुभवहरू सेयर गर्नको लागि। वास्तवमै यो संस्थामा आबद्ध भएपछि तिता चाहिँ छैनन्, मिठा मात्र कुरा छ।
कम्तीमा पनि साथीहरूको साथ सद्भाव र सहयोगबाट संस्था अगाडि बढिरहेको छ। सम्पूर्ण साथीहरूको एकजुट हुनु नै यो संस्थाको वास्तविक शक्ति पनि हो। जसरी 15-16 वर्षदेखि हाम्रा साथीहरू, मित्रहरू, अग्रजहरू जुन यो संस्थामा आबद्ध हुनुहुन्छ, स्टिल काम गर्नुहुन्छ, इनर्जेटिक हुनुहुन्छ, त्यहाँबाट चाहिँ हाम्रो नयाँ आउने साथीभाइहरूलाई प्रेरणाको स्रोत मिल्छ कि यो पेसा भनेको यतिको राम्रो छ कि यहाँबाट हामीले आफ्नो फ्युचर करियर डेभलप गर्न सक्छौँ। एउटा हुन्छ एज अ पिएसआरबाट अब म्यानेजर, फर्स्ट लाइन म्यानेजर, सेकेन्ड लाइन म्यानेजर, सेल्स म्यानेजर हुने यो चाहिँ खुड्किलो हो जिन्दगीको। यो खुड्किलो पार पनि गरिन्छ र कतिलाई पहिल्यै खुड्किलो पनि मनपर्छ, जुन चाहिँ यो संस्थाप्रतिको माया हो। यो संस्थामा लाग्ने हुने सम्पूर्ण साथीहरूलाई चाहिँ एकदमै यो संस्थाको लागि पर्दा हुनको लागि अनुरोध गर्न चाहन्छु। संस्था छ, तपाईँहरू हुनुहुन्छ, संस्था छैन, तपाईँहरू हुनुहुन्न र हुनु होला तपाईँहरूको अस्तित्व हुँदैन र अस्तित्व बिना, ढुकढुकी बिना संस्था भनेको तपाईँहरूको ढुकढुकी हो। ढुकढुकी बिनाको मानिस हुँदैन, सिङ्गो पत्थर हुन्छ र यो पत्थर हुनुबाट जोगिन तपाईँहरू संस्थामा आबद्ध हुनुहोस्, आफ्नो आवाज बुलन्द गर्नुहोस्, आफ्नो साथीहरूको हकितको लागि लड्नुहोस् र त्यसमा हाम्रो पनि सम्पूर्ण साथ रहनेछ र हाम्रा जति पनि सम्मानित हुने र यो संस्थामा लाग्नुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक नमन, हार्दिक अभिवादन गर्दै आफ्नो 2 शब्द यही व्यक्त गर्दछु। लङ लिभ एनएमएसआरए, लङ लिभ एनएमएसआरए। धन्यवाद दिनेशजी। कार्यक्रमका प्रमुख अतिथि एनएसआरए सेन्ट्रलका अध्यक्ष, सेन्ट्रलका पदाधिकारीहरू, उपस्थित सम्पूर्ण सिनियर दाइहरू, मित्रहरू र सबैमा म एनएसआरए काठमाडौँको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट अभिवादन टक्राउन चाहन्छु। हामी आज यो वनभोज कार्यक्रम गरिरहँदा के 2-3टा कुरा मैले भन्नै पर्छ जस्तो मलाई लागिरहेको छ। हामी संस्था छौँ र हामी आएका छौँ, त्योभन्दा पहिला पनि हामी एमआर पनि छौँ, त्यस कारणले गर्दा हाम्रो संस्था छ र आज हाम्रो उपस्थितिदेखि लिएर हामीले गर्ने निरन्तर कार्यक्रमहरू जो गरिरहेका छौँ त्यस कार्यक्रमहरूको बारेमा हामीले केही रिथिङ्क गर्नुपर्छ कि भन्ने हाम्रो संस्थाले अहिले तत्कालको अवस्थामा महसुस गरेको छ। केही भनाइहरू छन्, जस्तै बिपीले, हामी नेपालीमा महामानव भन्छौँ, बिपीले भन्नुहुन्थ्यो तत्कालीन परिस्थितिको विश्लेषण गर्न सक्यो भने मात्रै त्यो चाहिँ राजनीतिज्ञ हुन्छ भनेर चाहिँ बिपीले भन्नुभएको कुराहरू हामीलाई याद छ। त्यस्तै हामी यो कम्युनिस्टहरूको कुरा गर्दा मार्क्सको कुरा गर्छौँ, लेनिनको कुरा गर्छौँ, उनीहरूले पनि के भन्थे भने ठोस तत्कालीन परिस्थितिको ठोस विश्लेषण गरेर ठोस निर्णय गर्नु नै बुद्धिमानी हुनेछ होइन भन्ने कुरा हामीले सुनेका छौँ। यी धेरै मैले जोड्न मात्र खोजेको के हो भने हामी अहिले कुन परिस्थितिमा आइपुग्यौँ त? हिजोको कार्यक्रम, गरिरहेका कार्यक्रम निरन्तर गर्दा कति फाइदा, कति राम्रो, कति नराम्रोको बारेमा रिथिङ पनि गर्नुपर्छ कि अथवा नयाँ कार्यक्रमहरू हामीले एड गर्नुपर्छ कि भन्ने कुरामा हामीले रिथिङ गर्ने बेला आएको छ। त्यस कारणले गर्दा हामीले त्यो रिथिङ नगरेको कारणले पनि आज थोरै अलिकति कम भएको उपस्थिति हामीले अराउन्ड 100 को एक्सपेक्ट गरेका थियौँ, त्यो हुन सकेन। अथवा यो बिचको कोभिडको टाइममा केही संस्थाको तर्फबाट केही कमजोरी भयो कि भन्ने पनि मलाई लाग्छ। त्यसबिचमा हामीले के महसुस गऱ्यौँ हाम्रो संस्थाले भने यो स्वास्थ्य सम्बन्धी सेक्टरमा हामीले केही गर्न सकेनछौँ, किनभने हाम्रा साथीहरूलाई कोभिड हो, कति हस्पिटलाइज बस्नुभयो, कति लामो समय काम गर्न पाउनु भएन, उहाँहरूलाई हामीले इकोनोमिक रूपमा केही सपोर्ट गर्न सकेनौँ। त्यस कारणले गर्दा हामी संस्थाले निर्णय गरेको छ आगामी दिनमा हामीले जुन 1500 लेबी उठाउने गरेका छौँ त्यो लेबी उठाउनेबाट निश्चित रकम चाहिँ हामीले एउटा रिलिफ फन्डमा कलेक्सन गर्दै जाने हुनसक्छ। दुःख घटना सधैँभरि नपरोस्, दुःख घटनाको पक्ष नपरोस् भन्ने काम छ, तर कहिलेकाहीँ यो प्राकृतिक नियम हो, सजीव प्राणीमा यो पर्न सक्छ। त्यस्तो पर्यो भने हामीले केही थोरै भयो भने आर्थिक सहयोग साथीभाइहरू गर्न सकियोस्। त्यस कारणले गर्दा हामीले अमाउन्ट फाइनल गरेका छैनौँ, निश्चित रकम हामी त्यहाँ राख्छौँ। एनएमएसआरए रिलिफ फन्ड भनेर हामीले घोषणा गरिसकेका छौँ। अहिले भएको वर्तमान मौजुदा आर्थिक समिति आर्थिक व्यवस्थाबाट हामीले 50,000 संस्थाकोबाट हालेका छौँ, करिब 50-60 अराउन्ड 1 लाखको हाराहारीमा उठ्ने अवस्थामा छ र म सम्पूर्ण साथीहरूलाई आफ्नो तर्फबाट लाग्न पनि अनुरोध गर्छौँ र अबको दिनदेखि 2022 जनवरीदेखि जो रिन्यू भएको छ त्यसको निश्चित रकम चाहिँ हामी त्यो कोषमा राख्छौँ नै। त्यसरी हामीले अहिले यो वर्ष 2 जना साथीहरूलाई आर्थिक सहयोग गर्न पायौँ। एकजना साथीलाई 20,000, एकजना साथीलाई 15,000 होइन हो। राम्रो कुरा छ, हाम्रो काठमाडौँमा अलिक ठुलो एक्सिडेन्टका केसहरू चाहिँ पर्दैन। हाम्रो साथीहरू बाहिर साथीहरू युनिटमा परिरहेको हुन्छ, ती युनिटका साथीहरूलाई पनि हामीले 3वटा युनिटलाई बुटोल, विराटनगर र लाहान
3टा युनिटलाई हामीले 10,000 रुपियाँ त्यही कोषबाट सहयोग गरेका छौँ। यसरी हामीले एउटा नयाँ कुराको सुरुवात गरेका छौँ र नयाँ कुराको सुरुवात मध्ये दोस्रो हाम्रै संस्थामा निरन्तर काम गरेर हामीसँग सँगै खाएर सँगै हिँडेर सँगै तिता मिठा कुरा गरेका साथीहरूलाई सम्मान किन नगर्ने, भोलिदेखि हामी टाढिँदै हुनुहुन्छ भने म्यानेजर साथीहरूलाई एकचोटि सम्मान गर्नुपर्छ भन्ने हामीले त्यसलाई नयाँ थपेका छौँ। र भइरहेका पुरानोहरूमा जस्तै फुटसल प्रोग्राम प्रत्येक वर्ष हामी गर्न सक्छौँ सक्दैनौँ, यो आर्थिक हिसाबले फिजिबिलिटीको हिसाबले र हाम्रो समयको हिसाबले। क्रिकेट हामी प्रत्येक वर्ष गर्न सक्छौँ सक्दैनौँ, पिकनिक प्रोग्राम प्रत्येक वर्ष गर्न सक्छौँ सक्दैनौँ, तीज प्रोग्राम प्रत्येक वर्ष गर्न सक्छौँ सक्दैनौँ। यी सबै कुराहरूलाई समेटेर हामीले केही हाम्रा सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ, प्रमोसन भएर जानुभएका म्यानेजरहरू हुनुहुन्छ होइन, हामी सबै साथीहरूसँग केन्द्रका पदाधिकारी साथीहरू हुन्छ, उहाँहरूसँग बसेर एकपल्ट रिथिङ गर्नुपर्ने अवस्था आएको छ। त्यसमा केही थपघट भयो तलमाथि भयो भने मलाई लाग्छ तपाईँ सम्पूर्ण साथीहरूले स्वीकार्नु हुनेछ, त्यसलाई चाहिँ संस्थाकै हितको लागि हो भनेर स्वीकार्नु हुनेछ भन्ने मैले आशा गरेको छु। र आज हामी जो जति उपस्थित छौँ यी सबै साथीहरू निस्वार्थ भावनाका मात्र साथीहरू छौँ। यहाँ निस्वार्थ भावनाका, कोही कसैको प्रलोभनले कसैले के भनेर कसो भनेर कोही त्यो हिसाबले आउनु भएको छैन। यहाँ स्वतस्फूर्त संस्थाको लागि हामीलाई संस्था चाहिन्छ, संस्था हाम्रो, हामी भएन भने संस्था हुँदैन, संस्था भएन भने हाम्रो पेसा धरापमा पर्छ, हामीलाई भोलि बोलिदिने को अप्ठ्यारो पर्दा भन्ने हिसाबले नै तपाईँहरू यहाँ आउनुभएको छ। त्यस कारणले गर्दा पुनः एकपल्ट सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु सम्पूर्णलाई। र भोलिबाट हामीले के पनि सोचौँ भने हामी जति यहाँ उपस्थित भएको छौँ कमसेकम हामी एकजना नयाँ मान्छेलाई चाहिँ अनुसारमा आबद्ध गर्ने वातावरण बनाउँ। हामी त्यसमा हाम्रो पनि कमजोरी होला, मेरो व्यक्तिगत रूपमा मेरो कमजोरी, संस्थाको कमजोरी हामी पुनः मूल्याङ्कन गर्छौँ। त्यसलाई चाहिँ तपाईँहरू सबैले साथ दिनुहुनेछ भन्दै आजको यो कार्यक्रममा आइदिनु भयो सम्मानित हुने व्यक्तित्वहरू, सेन्ट्रलका अध्यक्ष, कोषाध्यक्ष, सदस्य लगायत सम्पूर्ण मित्रहरूलाई पुनः एकपल्ट संस्थाको तर्फबाट र मेरो तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि एनएमएसआरए काठमाडौँले आयोजना गर्ने सम्पूर्ण कार्यक्रमहरूमा तपाईँहरूको सक्रिय सहभागिता रहनेछ भन्ने आशा गर्दै आजको यो फर्मल कार्यक्रम भइसक्यो